नयन कुमारी गौतम। म कार्यक्रम अगाडि बढाउने क्रममा सार्वजनिक सुनाइ यहाँको कति खर्च भयो के भयो भन्ने विषयमा सरसरी तपाईहरुलाई सुनाउन चाहन्छु। आर्थिक सहयोग आर्थिक सहयोग गर्नुहुने उहाँहरूको नामावली यस प्रकार छ। पासाङ तामाङ 1000, भुवन तामाङ 1500, मेघराज तामाङ 5000, जय राई 1000, सुरेन तामाङ 3000, अनिल सुन्दास 5000, विष्णुमाया तामाङ 1000, रोशन थापा 5000, उमेश राई 1500, केशव गौतम 1000, मङ्गलटार समाज 3000, रामपियारा गोले 2000, साजन राई 1500, जीवन चौहान 1000, सुभाष गुरुङ 1100, तुलसीराम ढुङ्गेल 2000, हीरा कुमारी तामाङ 1000, तिलक तामाङ 2005, राजीव तामाङ 2000, बलबहादुर तामाङ 3000, सन्तोष तामाङ 1000, मोहन श्रेष्ठ 1500, श्याम कार्की 1000 र सन्तोष जिम्बा यहाँ अर्जुनधारा 2 मुख्यटार निवासी हुनुहुन्छ। उहाँले 1000 गरी जम्मा हामीलाई आम्दानीतर्फ उठेको कुल रकम 48,105 रुपियाँ। अब खर्चतर्फ जाउँ। जेसीबी खर्च जम्मा 6 घण्टा 24 मिनट लागेको छ, प्रति घण्टा 3500 को दरले। टोटल खर्च जेसीबीमा आएको छ 22,500। बालसिरी हेलमेट डोरी तार काँटी 5300, राष्ट्रिय झण्डा खदा पानी पुनिया पेट्रोल रिबन चिउरा कफी गिलास थाल चाउचाउ गरी जम्मा 7,560 खर्च गएको छ र कुल खर्च जम्मा 35,360 रुपियाँ खर्च भएको छ। अनि हाम्रो कुल आम्दानी खर्च 48,105 र कुल खर्च चाहिँ 35,360 र बचत रकम हामीसँग अहिले 12,745 रुपियाँ छ। पुल निर्माणको लागि खाजा सहयोग गर्नुहुनेहरूको पनि सरसरी नाम लिन चाहन्छु। नरकुमार राई रकम 1000, प्रदीप सुन्दास चाउचाउ 2 कार्टन, बालचन्द्र राई 1500 बराबरको व्यवस्थापन खाजाको लागि व्यवस्थापन गर्नुभएको थियो। गोपाल तामाङ 2 कार्टन चाउचाउ 2 केजी चिउरा सते चिवा समाज बर्फलिङ। पानी मुराई चाउचाउ गरी पानी 6 कार्टन, मुराई 1, भुजिया 5। सन्तोष राई खुद्नाबारी पानी 2 कार्टन, नारायण श्रेष्ठ पानी चाउचाउ पानी 2 कार्टन चाउचाउ 2 कार्टन। खाजाको लागि सहयोग गर्नु भएको छ उहाँहरूले। त्यसैगरी पुल निर्माणको लागि सामान सहयोग गर्नुहुनेहरूको नामावली म पढ्न चाहन्छु। मोहन श्रेष्ठ अर्जुनधारा 2 बाँस 16 घाना, उमाकान्त कोइराला अर्जुनधारा 2 बाँस 6 घाना, देवराज कार्की डोली अर्जुनधारा 2 बाँस 5 घाना, खगेन्द्र कोइराला अर्जुनधारा 2 हेलमेट डोरी 10 केजी, मुना श्रेष्ठ अर्जुनधारा 8 शनिचरे बाँस 37 घाना, अनिल कुमार बास्कोटा अर्जुनधारा 2 जेसीबी उहाँले पनि 1 घण्टा चाहिँ हामीलाई सहयोग गर्नुभएको छ। निर्मल गौतम अर्जुनधारा 2 ट्र्याक्टर उहाँले 2 दिन सहयोग गर्नुभएको छ। त्यसरी रणबहादुर स्याङ्बो रोङ 2 उहाँले पनि ट्र्याक्टर 2 दिन सहयोग गर्नुभएको छ र किशोर सुन्दास रोङ 2 दुधेबाट बाँस पुरै 2 झ्याङ उहाँहरूले बाँस सहयोग गर्नुभएको छ। त्यसैगरी पुल निर्माणको लागि श्रमदान गर्नुहुने श्रमदाताहरूको नामावली तथा उपस्थिति सङ्ख्या पनि सरसरी म सुनाउन चाहन्छु। मिति 2003 महिना 2 गते बुधबार गते बिहिबार 65 जना। मिति 2083 3 महिना 4 शुक्रबार 110 जना। मिति 2083 3 महिना 5 शनिबार 120 जना। मिति 83 3 महिना 10 गते 55 जम्मा गरी
जम्मा सम्मेलनमा उपस्थिति सङ्ख्या 405 जना पुगेको छ। अब यसमा हाम्रो आम्दानी खर्च र बचत खर्चहरू तपाईहरुलाई सरसरी मैले सुनाएँ। अब ज्यूलाई मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस दुधे खोला हड्के बाँसको फुल समितिका अध्यक्षज्यू र तथा यस उद्घाटन समारोहका अध्यक्षज्यू, सिर्जना सामुदायिक वनका अध्यक्षज्यू र सामुदायिक वनका कार्य समितिहरू, शान्ति सामुदायिक वनका सभासदि र उपस्थित नेपाली काङ्ग्रेस रोम 2 का वडा सभापतिज्यू र उपस्थित मैले मान्नुपर्ने मान्यजनहरू, आज एउटा खुसीको कुरो पनि छ। खुसी हुनुपर्छ हामी, किनभने धेरै वर्ष अथवा पुस्तौँ पुस्ता नबनेको र विभिन्न निकायहरूमा पहल गर्दा पनि कसैले नहेरेको ठाउँमा एउटा सानो गाउँको सहयोगमा, गाउँको श्रमदानमा र गाउँ एकजुट भएको यो महसुस भएको छ मलाई। किनभने यो एकजुट भएको रथ है गाउँ, एकजुट नभइकन यस्तो काम हुँदैन। र हामीले केही न केही काम गर्दा यसरी जुटेर गऱ्यौँ भने राज्यले नदेखेको काम पनि, राज्यले गर्न नसकेको काम पनि हामी गर्न सक्ने रहेछौँ भन्ने हामीलाई मुलाई त्यो भावना त्यो आएको छ अहिले। किनभने हामी वर्ष दिनमा 3 महिनादेखि 4 महिना हामीले हिसाब गर्ने भने 4 महिना काम गर्छौँ र वर्ष दिन खाएर बस्छौँ। त्यो